पत्याउन गाह्रो। तपाईलाई लाग्न सक्छ नेताकी श्रीमतीले पनि यस्तो काम गर्छिन् भनेर। लगाएको आलु आफ्नै बारीको आलु हो। त्यसैले गर्दाखेरि हामीले यो आज बुधबारे बजार लाग्छ अनि यहाँ बुधबार बजारमा बिक्री गर्न ल्याएको। जिल्लाको चनौटा बुधबारी बजारमा नेकपाका महासचिव विप्लव सिंह कि जीवनसाथी शोभा सिंह आलु बेच्दै हुनुहुन्छ। कृषि जनकमिनमा उत्पादित आलु लिएर प्रत्येक दिन जसो आलु बेच्न जानुहुन्छ। त्यसबाट आएको पैसा थोरै खर्च बाहेक सबै पार्टी यो यसरी फुटपाथमा व्यापार गर्दाखेरि हजुरलाई त्यस्तो अर्कै महसुस हुँदैन? अब किन भन्दा हामीले धेरै मिहिनेत गरेर आफै लगाएको आलु आफ्नै बारीको आलु हो। त्यसैले गर्दाखेरि हामीले यो आज बुधबारे बजार लाग्छ अनि यहाँ बुधबार बजारमा बिक्री गर्न ल्याएको। दुईटा दिदी बहिनी हुन् तपाईँहरू? बहिनी कान्छो बहिनी हो। कतिको भएको छ आज व्यापार? आज व्यापार चाहिँ 3,035 भएको भयो। राम्रै हुन्छ, पछिसम्म राम्रै हुन्छ। साँझसम्म नि त्यही 6,000 लगभग वरपर हुन्छ। के भन्न चाहनुहुन्छ तपाईँहरूले चाहिँ आफ्नै बारीको आलु उत्पादन गरेर तपाईँ बेच्दाखेरि तपाईँलाई जो भित्र देखेर खुसी लागिरहेछ? धेरै खुसी लागिरहेछ। आफ्नो बारीमाको आफूले पलाएर बेच्दाखेरि त खुसी लागिहाल्छ। र अब मान्छे देश विदेश गाउँ छोडेर घर छोडेर परिवार छोडेर बच्चाबच्ची छोडेर सबै छोडेर टक्कै आफ्नै नेपाल छोडेर जान्छ नि त। आफ्नो नेपालमा आफै उत्पादन गरेर आफै बिक्री गर्ने त धेरै राम्रो कुरा हो नि त। सबैले गर्नुपर्छ, सिक्नुपर्छ। सबैलाई भन्छु भन्न त। तपाईँहरूलाई चिनिया छैनन् कोही यो फलानाकी नेकपाकी महासचिवको श्रीमती हो, विप्लवकी श्रीमती हो भनेर कसैले चिनेर कुराकानी भएको छैन ग्राहकहरूले? अब चिन्नेले त भने होला तर मैले त्यो त आफ्नै हैसियत चाहिँ मैले आफ्नै क्षमताले चिनिने हो। जो चाहिँ नेकपाको आलु तपाईँहरू बेच्दै हुनुहुन्छ, यो खुसी तपाईँ भित्र देखेर खुसी हुनुहुन्छ? धेरै खुसी म आफै आएको खुसी भएरै मैले एकदम खुसी भइरहेको। धन्यवाद।